आज चाहिँ हिसाब रहेको छ यदि sin थीटा प्लस cos थीटाबाट sin थीटा माइनस cos थीटा इक्वल टु 7 भए tan थीटा इक्वल टु 1। अब सबभन्दा पहिला के गर्ने भन्दाखेरि हामीहरु चाहिँ सोलुसन लेख्ने पहिला हैन। अनि सोलुसन लेखेपछि फेरि sin थीटा प्लस cos थीटा बटे sin थीटा माइनस cos थीटा इक्वल टु 7 छ 7 लेख्यो। अनि त्यसपछि हामीहरु के गर्ने भन्दाखेरि हामीहरु यसलाई र यसलाई क्रस मल्टिप्लाई गर्ने। अनि sin थीटा प्लस cos थीटा sin थीटा प्लस cos थीटा इक्वल टु अनि यसले क्रस मल्टिप्लाई गर्दाखेरि sin थीटा 7 sin थीटा माइनस 7 cos थीटा हुन्छ। अनि के गर्ने हामीहरु भन्दाखेरि अब त्यसपछि हामीहरु क्रस मल्टिप्लाई गरिसकेपछि चाहिँ हामीहरु जात भन्छौं नि, हामीहरु जात एक ठाउँमा गर्ने। अनि के गर्ने भन्दाखेरि हामीहरु यहाँ चाहिँ -7 cos थीटा छ, यता आएपछि 7 प्लस cos थीटा हुन्छ। अनि प्लस यो cos थीटा छ अनि cos थीटा हामीहरु लेख्यो। अनि त्यसपछि 7 sin थीटा अनि यताको प्लस आएर यता माइनस हुन्छ अनि यता sin थीटा भइहाल्छ। अनि त्यसपछि हामीहरु यसलाई जात मिल्यो अनि यसलाई जोड्यौं अनि यो कति भइहाल्छ भन्दाखेरि हामीहरु चाहिँ यसलाई जोड्दाखेरि 8 cos थीटा भइहाल्छ। अनि त्यसपछि 7 sin थीटाबाट एउटा sin थीटा गर्दाखेरि 6 sin थीटा भइहाल्छ। अनि कति हुन्छ भनेर चाहिँ हामीहरु मान निकाल्नु पर्ने छ। अनि त्यसको लागि चाहिँ हामीहरु के गर्ने भन्दाखेरि हामीहरु दुवैतिर दुवैतर्फ cos थीटाले भाग गर्दा अनि अब त्यसपछि यता पनि cos थीटा अनि यता पनि cos थीटा। अनि यता चाहिँ cos थीटा र cos थीटा कट्यो अनि sin थीटाबाट cos थीटा इक्वल टु tan थीटा हुन्छ। अनि 8 बराबर 6 tan थीटा। अनि अब 8 इक्वल टु 6 tan थीटा छ। अनि tan थीटा हामीहरु यता ल्याउने अनि त्यसपछि 8 बटे 6 अनि 4 8 अनि 2 6 4/3 hence tan theta is equal to 4/3 आंसर। अतः आंसर हामीहरु प्राप्त गरिसके tan theta is equal to 4/3। नमस्कार साथीहरु, यदि